तपाईहरुको सिद्धान्त के हो भन्दाखेरि हाम्रो सिद्धान्त केही पनि छैन। हाम्रो सिद्धान्त भनेको विकास गर्ने हो भन्नेहरु र हाम्रो सिद्धान्त छ हामी हाम्रो सिद्धान्त अनुसारले विकास गर्छौं भन्नेहरुमा फरक के हुन्छ भन्दाखेरि यो सुकुम्बासी बस्तीमा डोजर लगाएको स्थिति हेर्नु पनि त्यही फरक हुन्छ। हो तिम्रो कुरा एकदम सही बोल्नु भा। तिमी त एउटा गुखाने भरौटे भयो। तिम्रो कुराले गर्दाखेरि अब पहिला तिमीहरुको बाउहरुको सत्ता थियो। त्यतिखेर सुकुम्बासी र हुकुमबासी चिनेर तिनीहरुलाई भोट बैंक बनाएर अनि तिनीहरुको भोट मात्रै तान्ने गर्थ्यो। अनि सुकुम्बासीको नाममा यो सुकुम्बासीहरु छन् र धेरै जना जसो हुकुमबासीहरु पनि थियो। त्यसैले गर्दाखेरि तिमीहरुको पार्टीहरुले तिमीहरुको बाउहरुले उनीहरुलाई लाल पूर्जा दिएनन्। थाहा भयो कि भएन? अनि तिमीहरुको बाउहरुले तिनीहरुलाई सुकुम्बासी भनेर त बसायो। सुकुम्बासी भन्दा हुकुमबासीहरु धेरै थिए र त्यसैले गर्दाखेरि तिम्रो बाहरुले तिनीहरुलाई लाल पूर्जा वितरण गरेनन्। बसाउन त बसायो, बस्तीहरु धेरै बसाए। तर यहाँ कुरा के भयो भने अनि तिम्रो बाहरुले गर्दाखेरि आज लाल पूर्जा दिन्छु भन्दै धेरै वर्ष गइसक्यो। अनि अहिले आएर बालेन सरकारले यो सुकुम्बासीहरुले व्यवस्थापन गर्नुपर्छ भनेर गर्न लागेको कामहरुले गर्दाखेरि आज सुकुम्बासीहरुलाई किन यस्तो गर्नु भएको छ? सुकुम्बासीले जन व्यवस्थापन गर्नुपर्छ भनेर किन डोजर लाउँदैछ बस्तीहरुमा, सुकुम्बासी बस्तीहरुमा किन डोजर लाउँदैछ भनेर धेरै कुराहरु काटिराछन्। यो त अगाडि नै बुझ्नु पर्थ्यो नि कि सुकुम्बासी भन्दा हुकुमबासीहरु धेरै छन्। सुकुम्बासी जहाँ कि एउटा गाउँमा एउटा बस्तीमा 10-20 घर धुरी होला, त्यसपछि 200, 250, 500 जना हुकुमबासीहरु छन्। त्यसले गर्दाखेरि अब कसरी बुझ्ने त? अब बालेन्साले त नोटिस टाँसिदिनु भयो र यहाँ भएको नोटिस अनुसार त काम गर्नु पर्यो। अब नोटिस अनुसार काम गर्दाखेरि यहाँको जुन हुकुमबासीहरु छन् सुकुम्बासीहरुलाई सराई बराई गरेर हामी हट्नु पर्दैन, हामी सबै सुकुम्बासीहरु हो भनेर यहाँ हट्न नभएपछि के हुन्छ? डोजर नचलाउँछ के चलाउँछ त? डोजर त्यहाँ चलेको छ। वास्तवमा सुकुम्बासीहरुलाई चाहिन्छ, घाँस बास कपास सब चाहिन्छ, तर यहाँ हुकुमबासीहरु धेरै छन्। त्यसैले गर्दाखेरि डोजर चलेको हो।